T20 वर्ल्ड कपको लागि आईसीसीले ग्लोबल क्वालिफायर्स फिर्ता ल्याउने भएको छ र अफिसियल फर्मेट तथा क्वालिफिकेसन पाथवे चाँडै नै आईसीसीले आगामी मिटिङबाट पब्लिश गर्ने अपेक्षा गरिएको छ। यो अपडेट दुनियाभरका एसोसिएट टिम्सहरूको लागि ठूलो खबर हो, तर नेपाली क्रिकेटको लागि यो साधारण फर्मेट चेन्ज मात्र होइन, यो नेपालको वर्ल्ड कप सपनासँग सिधै जोडिएको अपडेट हो। आजको यो भिडियोमा हामीले ग्लोबल क्वालिफायर्सको कमब्याकले नेपाललाई कस्ता फाइदाहरू हुन सक्छन्, क्वालिफिकेसनको रेसमा कसरी अगाडि बढ्न सकिन्छ, नेपालको चान्स कति बलियो हुन्छ र नेपालले कुन कुन नेसनहरूसँग कम्पिटिसन गर्नुपर्ने हुनेछ भन्ने कुराहरू डिस्कस गर्नेछौँ। साथै ग्लोबल क्वालिफायर्सले नेपालको लागि सजिलो हुन्छ कि गाह्रो हुन्छ भन्ने कुरा पनि हेर्नेछौँ। त्यसैले च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गर्दै भिडियो अन्तिमसम्म हेर्नु होला। पार्ट 1, ग्लोबल क्वालिफायर्स नेपालको लागि किन इम्पोर्टेन्ट छ त? सर्वप्रथम यो बुझ्नको लागि ग्लोबल क्वालिफायर्स फिर्ता आउनु नेपालको लागि किन ठूलो कुरा हो भन्ने जानौँ। पछिल्ला केही वर्षदेखि आईसीसीले क्वालिफिकेसन पाथवेमा धेरै परिवर्तनहरू गर्दै आएको थियो। कुनै साइकलमा रिजनल क्वालिफायर्सलाई प्रायोरिटी दिएको थियो भने कुनैमा ग्लोबल क्वालिफायर्सले ठूलो भूमिका खेलेको थियो। तर ग्लोबल क्वालिफायर्स भन्ने नेपाल जस्तो एसोसिएट नेसनको लागि आफ्नो क्वालिटी प्रुभ गर्ने सबैभन्दा ठूलो स्टेज हो। नेपालको क्रिकेट इतिहास हेर्दा पनि नेपालले सबैभन्दा ठूलो सफलता ग्लोबल क्वालिफायर्सको बाटोबाटै पाएको हो। 2014 T20 वर्ल्ड कपमा नेपालको ऐतिहासिक क्वालिफिकेसनदेखि लिएर अनेक यादगार पर्फर्मेन्सहरूसम्म ग्लोबल क्वालिफायर्स नेपालको लागि क्रिकेट यात्राको महत्त्वपूर्ण हिस्सा रहेको छ। यो फर्मेट फिर्ता आउनुको अर्को ठूलो फाइदा भनेको नेपालले एसियाको मात्र होइन, युरोप, अमेरिका र अफ्रिकाका बलिया एसोसिएट नेसनहरूसँग कम्पिट गर्ने मौका पाउनेछ। यस्तो कम्पिटिसनले नेपालको लेभल अझै माथि लग्न सहयोग गर्छ भने टिमको एक्सपोजर र एक्सपिरियन्समा पनि पोजिटिभ कुराहरू ल्याउनेछ। पार्ट 2, के ग्लोबल क्वालिफायर्स नेपालको लागि सजिलो हुन्छ त? यो सबैभन्दा इन्ट्रेस्टिङ क्वेसन हो। धेरै फ्यान्सहरूलाई लाग्न सक्छ कि ग्लोबल क्वालिफायर्स फिर्ता आउनु भनेको नेपालको लागि अझै गाह्रो बाटो हो, किनभने यहाँ स्कटल्यान्ड, नेदरल्यान्ड, युएसए, युएई, क्यानाडा, ओमान जस्ता बलिया टिम्सहरू कम्पिट गर्नुपर्ने हुनेछ। तर अर्को एंगलबाट हेर्दा यो नेपालको लागि फाइदाजनक पनि हुन सक्छ। पछिल्लो T20 वर्ल्ड कप क्वालिफिकेसन साइकल हेर्ने हो भने नेपाल लगभग क्वालिफिकेसनको फेभरेट नै थियो। एसिया क्वालिफायर्समा नेपाल, युएई, ओमान सबैभन्दा बलिया टिमहरू थिए। त्यसैले क्वालिफिकेसन प्रोसेसमा थ्रिल, प्रेसर र अनसर्टेनिटी धेरै देखिन्न थियो। तर ग्लोबल क्वालिफायर्समा भने सबैभन्दा राम्रा एसोसिएट टिम्सहरू एकै ठाउँमा आउँछन्। यहाँ क्वालिफिकेसन पाउन सक्यो भने वर्ल्ड कपमा जाँदा टिमको कन्फिडेन्स नै अर्कै लेभलमा हुनेछ। पार्ट 3, नेपालको मुख्य राइभल्स को हुन् त? अफिसियल फर्मेट आएको छैन, तर र्याङ्किङको आधारमा हेर्दा नेपालले स्कटल्यान्ड, नेदरल्यान्ड, युएई, ओमान, युएसए, क्यानाडा जस्ता टिम्सहरूसँग कम्पिटिसन गर्नुपर्ने हुन सक्छ। यी मध्ये स्कटल्यान्ड र नेदरल्यान्ड्स धेरै अनुभवी टिमहरू हुन्। युएसए को रिसोर्सेस मजबुत छ र ओमान क्वालिफायर टुर्नामेन्टहरूमा धेरै नै खतरनाक टिम मानिन्छ। तर यो सबै टिम्सहरूलाई नेपालले पहिला पनि च्यालेन्ज गरिसकेको छ। नेपालले धेरै पटक एसोसिएट जायन्ट्सहरूलाई हराएर आफ्नो क्यापेबिलिटी देखाइसकेको छ। त्यसैले यो कम्पिटिसन नेपालको लागि इम्पोसिबल भने पक्कै पनि होइन। यदि नेपाल ग्लोबल क्वालिफायर्सबाट वर्ल्ड कपमा पुग्न सफल भयो भने त्यसको इम्प्याक्ट क्वालिफिकेसनमा मात्र सीमित हुँदैन। स्पोन्सरशिप बढ्न सक्छ, टेस्ट टिमहरूसँग नेपालको सिरिज खेल्ने इन्ट्रेस्टेड हुन सक्छन्, नेपाली प्लेयर्सको फ्रेन्चाइज भ्याल्यु बढ्न सक्छ, क्यानको फाइनान्सियल पोजिसन अझै मजबुत हुन सक्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालले क्रिकेटिङ वर्ल्डमा आफ्नो क्रेडिबिलिटी अझै पनि बढाउन सक्छ। पार्ट 5, यदि नेपाल फेल भयो भने के? यो पनि बुझ्न जरुरी छ। यदि नेपाल ग्लोबल क्वालिफायर्समा राम्रो पर्फर्मेन्स दिन सकेन भने त्यसले एउटा कुरा स्पष्ट पार्नेछ कि नेपाललाई अझै धेरै इम्प्रुभमेन्टको आवश्यकता छ। एसोसिएट क्रिकेटमा टप टिम बन्न र वर्ल्ड कप टिम बन्नमा ठूलो अन्तर रहने गर्छ र यदि नेपालले स्कटल्यान्ड, नेदरल्यान्ड, युएसए जस्ता टिम्सहरूलाई लगातार हराउन सक्दैन भने वर्ल्ड कपमा पुगेर कम्पिट गर्न सक्ने पनि गाह्रो हुन सक्छ। त्यसैले यदि नेपालले क्वालिफिकेसनको लागि एसोसिएट टिमहरूसँग नै हार्न पुग्छ भने हामी वर्ल्ड कप डिजर्भ गर्दैनौँ भन्ने तर्क पनि एकदम सही हो देखिन्छ। निष्कर्षमा भन्नुपर्दा आईसीसीको यो डिसिजन नेपाल र सम्पूर्ण एसोसिएट क्रिकेटहरूको लागि एकदमै पोजिटिभ अपडेट हो। अफिसियल फर्मेट र स्पोर्ट एलोकेसन अझै पब्लिश हुन बाँकी नै छ, तर एउटा कुरा स्पष्ट के छ भने ग्लोबल क्वालिफायर्स फिर्ता आउनुले क्वालिफिकेसन प्रोसेसलाई अझै कम्पिटेटिभ, रोमाञ्चक र मिनिङफुल बनाउनेछ। अब सबैको नजरमा आईसीसीको अफिसियल अनाउन्समेन्टतिर हुनेछ। फर्मेट कस्तो हुन्छ, कतिवटा स्पोर्ट हुन्छन् र नेपालको एक्चुअल पाथवे कस्तो हुनेछ भन्ने कुरा चाँडै थाहा हुने अपेक्षा छ। तपाईलाई के लाग्छ, ग्लोबल क्वालिफायर्स फिर्ता आउँदा नेपालको क्वालिफिकेसन चान्स बढ्छ कि घट्छ त? आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोस् र नेपाल क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट एनालाइसिसको लागि हाम्रो च्यानल द क्रिकेट नट सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।